Alright, the day started with Saturday आज हैन हाइक कहाँ जाने रे आज तीनटा ठाउँ प्लान भयो बट द फाइनल डेस्टिनेसन इज टु बी इन नगरकोट अनि हामी चाहिँ अब ब्याक प्याक भयो अझ अनि के गर्ने त्यसपछि आज मेरो ठाउँमा यस्तो राम्रो राम्रो क्लिप लिनु अनि हाम्रो चाहिँ आज तीनटा डेस्टिनेसन थियो बलथली शिवपुरी बलथली र शिवपुरी हैन आशापुरी बलथली र नगरकोट थियो बट वी फाइनलाइज द डेस्टिनेसन कहाँ रे म चाहिँ अननोन वाला हो म चाहिँ सपोर्टको लागि हो भरिया टाइपमा ल ठीक छ विल सी यू इन द वे ल दिस इज सरस्वती बजार अफ धुलीखेल एन्ड इट इज वान अफ द पोल्युसन फ्री सिटी इन नेपाल हैन खासमा धुलीखेलको अर्थ चाहिँ धुँ भनेको चाहिँ बाघ अरे क्या त्यही भएर हाम्रो गाइड टुरिस्ट गाइड है हाम्रो आजको ट्रेक गाइड वी आर क्लाइम्बिङ अप हिल अब चाहिँ गोसे स्थानमा हाम्रो आन्टी र म छ अहिले दुईजना चाहिँ काका र सन्तोष चाहिँ पछाडि आउँदै हुनुहुन्छ हाम्रो आन्टी अहिले पुरै फुल 100% इनर्जीमा हिँडिरहनु भएको छ हेरौँ अगाडि के हुन्छ यो चाहिँ कार्की गाउँ हो अनि हाम्रो चाहिँ फर्स्ट स्टेसन दिस इज द ब्युटिफुल भ्यू अफ पाँचखाल भ्यालीको हाफ पार्टहरू देख्छ यहाँबाट त्यो उसको भवन भने चाहिँ पतञ्जलिको भवन भने चाहिँ हो ल सुदान कस्तो लागिरहेछ तपाईँलाई अनि हाम्रो वेयर आर यु फ्रम मिस्टर ए फेरि थाइल्यान्डबाट इम्पोर्टेड हो नि फेरि देखिरहेको छ अनि ल बबाल होइन This is the place from where we can see धुलीखेल पाँचखाल अनि रबियोपी हैन एन्ड यहाँबाट देखिरहेको सानो अर्को बाटो चाहिँ इट इज अल्सो द अप्सनल रोड टुवर्ड्स द अरनिको हाइवे जुन चाहिँ यो पाँचखालबाट निस्किन्छ यो पाँचखाल निस्किन्छ यहाँको सानो बोट चाहिँ एन्ड यो चाहिँ रबियोपी हो हाम्रो पार्टीहरू चाहिँ है उकालोमा चाहिँ हिँड्न सक्दैन बट ओह्रालोमा चाहिँ तोप कुद्ने मान्छे के अरे सब भिडियोग्राफर फोटोग्राफरको कमी नै छैन उयो थुम्का चाहिँ बब्बाल देखिरहेको छ यहाँबाट विल बी हेडिङ टुवर्ड्स द्याट टु द नगरकोट क्या दामी देखिरहेको छ माथि वी आर इन थुम्का गाउँ राइट नाउ एन्ड बल्ल चाहिँ अपस्टेयरहरू अपबिट ट्रेलहरू सुरु भइरहेछ अघि चाहिँ हामी रोड मात्रै थियो एन्ड हाम्रो काका चाहिँ त्यहाँ टक्क पानीमा होइन आफूलाई सोक गरेर मजाले यो चाहिँ हामी मकैबारी ओइ सन्तोष मकैबारी दर्याम हरियो काँक्रो कर्याम भने जस्तो चाहिँ मकैबारी हुँदैछ मकैमा यहाँतिर नै आलु लाउँदो रहेछ त यहाँ चाहिँ यस्तो दामी हावा चलिरहेको छ शीतल टाइपको यो चाहिँ धुलखेलदेखि देखिने सबै जोनहरू भयो यो धुलखेल भयो धुलखेलबाट यता यो खड्बु खड्बु रे बनाइपाइरह्यो यो त ए हाम्रो आन्टी त ऊ हामी यहाँ सिन हेरेर बस्यो म
हाम्रो रेस्ट पोइन्ट आइपुग्यो अहिले चाहिँ अर्को रेस्ट पोइन्ट सेकेन्ड रेस्ट पोइन्ट अनि यो चाहिँ देवीटार भयो यस्तो दामी भिड काकी त यहाँ पुरै गाला रातै भएछ म नि यति खाने पहिला उस बनाउने अनि सनलाइट यस्तो भएर एक फोटोसुट भइरहेछ फोटोग्राफर भिडियोग्राफर सबै यस्तो आनन्द भएर यस्तो कि त विटिक हाफ एन आवर जति रेस्ट भयो हाफसाफ खायो हल्का इनर्जी बुस्टअप गर्नुलाई हामी चाहिँ धुलखेलबाट जस्ट ब्रेकफास्ट गरेर मात्रै निस्क्यो ब्रेकफास्ट पनि त्यस्तो हेभी थिएन जस्ट अमलेट एन्ड ब्रेड मात्रै थियो एन्ड अबाउट दिस ट्रेल इट इज द वान अफ द ओल्डेस्ट ट्रेल हाइकिङ ट्रेल फ्रम धुलखेल टु नगरकोट एन्ड नगरकोट टु धुलखेल यो चाहिँ लगभग 2008 देखि 2015 सम्म चाहिँ मजाले चलेको ट्रेल हो यो एन्ड बिचमा चाहिँ अब ट्रान्सपोर्टेसनहरू प्लस इन्टरनेसनल हाइकरहरूको नि अलिकति ल्याक भएको भएर चाहिँ यो ट्रेलहरू अहिले त्यस्तो राम्रो छैन टु सी द ल्यान्डस्केप अफ हिल्स एन्ड द हिल्ली भिलेजेस हेर्ने भने चाहिँ यस्तो बवाल नै छ कि म अब त्यत्रो 380 480 भ्याली स्याली घुमेर आइसकेँ हिमालय रेन्ज also अनि but there is cloud that is why we can see man just still walking भर्खर नाला आइपुग्यो एन्ड नगरकोट पुग्नलाई अबाउट एन्ड 1.5 आवरदेखि 2 आवर्स लाग्न सक्ने अनुमान छ हाम्रो चाहिँ होइन हाम्रो यो ट्रेल चाहिँ मेरो लागि फर्स्ट टाइम हो एन्ड हाम्रो काकाको थर्ड फोर्थ कट टाइम हो थाहा छैन फर 3 of us इट्स टोटल्ली न्यू मैले त आज म क्यामेरामै आएको छैन यार गाइज ल म फेरि क्यामेरामा ब्याक भएँ अनि होइन यतिकै हाल्छु पसिना भइसकेपछि एज युजल फेरि पसिना आउने भएर होला है के हेर्नु अब यस्तै मासतिर क्याप्चर हुँदै गर्छ हामी चाहिँ यहाँ एकछिन ब्रेक लिन्छौँ यस्तो राम्रो ठाउँ रहेछ यहाँ हावा पनि भयो अनि यहाँ ट्री हाउस टाइपको पनि रहेछ टक्क गएर रेस्ट गर्छौँ होइन अनि वाह अनि ल टक्क यहाँ ओ यस्तो बवाल बस्नु ठाउँ छ यार यहाँनिर त आहा यार हामीले चाहिँ यहाँ हल्का स्न्याक्स खायो चाउचाउ र अन्डा नेपालीको साझा खाजा अब जानुपर्ने हुन्छ दौडिनु पर्ने हुन्छ ट्रान्सलेसन के अनि अरू भन्नु त त्यहाँ गएर बस्नु पर्यो राम्रो खानु पर्यो मिठो खानु पर्यो ज्याबा भन्ने होइन त ब्रेहाबा भन्ने हो नि त ल बाई टु खै के ठाउँ भन्दा ठाउँको नाम नि बिर्सेँ थानचोक यही थाङसिङको भएर थानचोक भरे है क्या Where are you from, Mr.? Thailand. Thailand? Sister from Thailand? Why not coconut? Imported from Thailand. Guys, this is on the way to Nagarkot trail हो हैन थानकोटबाट थानचोकबाट अनि अब मिनिमम फ्लो भएर हो कि अब यसलाई वेल मेन्टेन नभएर हो कि ट्रेलहरु चाहिँ यस्तो राम्रो छ बट घाँसहरु हेर्नु नि
यहाँनिर चिथरे मेरो यहाँ यस्तो काँडै काँडा छ बट ट्रेल चाहिँ एकदम वेल मेन्टेन छ बट यो घाँसहरूले चाहिँ अलिकति ल्याङ हान्ने रहेछ कि अलराइट हामी चाहिँ नगरकोटबाट लगभग 1 डाँडा पारी छौँ अनि यो चाहिँ लास्ट चाहिँ अप हिल रहेछ इट मेन्टेन स्ट्रेट गुड ट्रेल्स बट नट वेल मेन्टेन भन्छु यो पनि वाइल्ड गर्मी आयो उकालो भएर होला नगरकोट जसरी पनि पुग्छौँ आज हामी ल फाइनली वी आर इन मेरो फेभरेट ट्रेल चाहिँ यस्तो हो खासमा रोडै रोड भन्दा नि अब काकाजी नारायण गोपालको गीत सुन्दै होइन चट्ट काकी चाहिँ यहाँ लेफ्ट राइट बिर्सन काका गीत गाउने कन्फिडेन्स चाहिँ छ फेरि बल्ल शीतल लागेको आइज होइन त्यही हो त्यहाँ हेर्न कस्तो हपक्क थियो क्या त्यो बालुवा माटो भएर जुगा भेटेँ पर्दैन भने त्यो रगत सगत खाएर बस्यो भए पनि नुन हाल्ने हो त्यो भर्खर जुत्ता माथि चढ्न पाएन किकआउट हानिसक्यो बिचरालाई अब चाहिँ हामी अबाउट 30 मिनट्समा पुग्छौँ भन्ने चाहिँ हामीलाई फुल कन्फिडेन्स छ तर ट्रेलले हामीलाई औकात देखाइदिन्छ बेला बेलामा ट्रेकर्सहरू है गाइज ल अनि म्यान अफ द म्याच आजको अनि अझ इग्नोर गरेर क्या चिलमा हिँड्नु ल हामी चाहिँ लगभग नगरकोट आइपुग्यो एन्ड हामीले चाहिँ भ्यू टावरबाट केही देख्दैन जस्तो एक्सपेक्ट गरेर वी प्लान टु रिटर्न नाला अब यहाँबाट चाहिँ नगरकोट चाहिँ हामी पिकमा पुगेनौँ द्याट्स इट अब नगरकोट उयो माथि हो भने चाहिँ त्यही नि वी विल बी हेडिङ टुवर्ड्स नाला अब त्यही हो हामी चाहिँ अब तलतिर आउँदैछौँ अनि हामीले यहाँ अनौठो कुरो चाहिँ के देख्यौँ भन्दाखेरि होइन यो चाहिँ खासमा ढल यहाँ माथि बनाएको छ पानी बगोसँग तर पानी चाहिँ हेर न यहाँ बगिरहेको छ होइन यो अब इन्जिनियरलाई दोष दिने कि यो पानी बग्या पानीको दोष हो क्या खासमा यो इन्जिनियरको दोष होइन क्या यो बग्या पानीको दोष हो हिँड्न त नगरकोट हिँड्या हो हामी होइन तर कुलेखानी ड्याममा आइपुगेछ मिनीवाला कुलेखानी ड्याममा यो चाहिँ नाला घिमिरे गाउँभन्दा अलिकति माथि वाटर रिजर्भेसन रहेछ आई डोन्ट नो इरिगेसन पर्पजको लागि जस्तो लाग्यो ओइ रातो भएछ सम्बन्धित निकायसँग खै झरिसकेन अब रगर खाइस हामी हिँडैछौँ अहिलेसम्म 20 किलोमिटर हिँडिसक्यौँ हामी होइन अराउन्ड 20 किलोमिटर्सको फेरि हामीले गेम गइसकेको छ फाइनली आवर हाइक इन्स हियर हामी चाहिँ गिरी गाउँ भन्ने ठाउँमा आएर यहाँ गाडी पाउने रहेछ गाडी चढ्यो and this is the end of today's vlog. The hike was quite good. ट्रेलहरू राम्रै थियो बट अलिकति मेन्टेनेन्स पुगेको छैन च्याङहरू थियो अरू केही छैन भन्नलाई अब जान्छौँ खाजा खान्छौँ अहिले क्याफे पनि आउँछ क्याफेमा नि आउँछौँ हामी अलिकति See you in 9 Bar Cafe. Look, we are in 9 Bar Cafe and Barista Training School. पुरा दिन भरको थकाइलाई हैन चिल पार्नलाई हाम्रो आन्टीजी चाहिँ आइसक्रिम खाँदै हुनुहुन्छ कस्तो भन्नु आइसक्रिम त्यस्तै भइहाल्छ बलियो भइहाल्छ चिसो लाइट गइरहेछ ए हो ल दिस इज क्याफे हाम्रो सोनाम बरिस्ता यता हेर्दिउ त मेरो भ्लगमा आइ गरिदिउ त अनि
यो चाहिँ हेड बरिस्ता हो यहाँको होइन के हो कि होइन इट इज अपोजिट टु द चाँदनी चोक अहिले बत्ती गइरहेछ त्यही हो आफ्टर डे होल डे हाम्रो अब हाइटको स्टोरी क्याफेको स्टोरी 2 मिनटमा आइसकेको छ रातो भइरहेछ सबजना आज हेरेर त डेन्जर रातो भइरहेछ है म अलि रातै छु हो ल दिस मच फर टुडे सी यु इन नेक्स्ट ब्लग